आज हामी क्लास 12 को इङ्ग्लिसमा रहेको च्याप्टर नेबर्सको बारेमा चर्चा गर्न गइरहेका छौँ। नेबर्स कथा एक नवविवाहित दम्पतिको अनुभवमा आधारित छ, जसले नयाँ ठाउँमा सरेपछि बहुसांस्कृतिक बहुभाषिक समाजसँग बिस्तारै घुलमिल हुने प्रक्रिया देखाउँछ। यस कथाले देखाउँछ कि भाषा र संस्कृतिको भिन्नताले मानिस बीचको माया, सहयोग र सम्बन्धलाई रोक्न सक्दैन। कथामा एक युवा दम्पति नयाँ ठाउँमा सरेपछि उनीहरूलाई छिमेकीहरूको व्यवहार अनौठो र असहज लाग्छ। कहीँ ठुलो स्वरमा कराउने म्यासेडोनियन परिवार हुन्छ भने कहीँ पोलिस वेडर। पति घरमै बसेर थेसिस लेख्छन् भने पत्नी अस्पतालमा काम गर्छिन्। यस फरक जीवनशैलीले पनि छिमेकीहरूलाई अचम्मित बनाउँछ। केही समयपछि दम्पतिले बगैँचा बनाउन थाल्छन्। यस क्रममा छिमेकीहरूले उनीहरूलाई सल्लाह र सहयोग दिन्छन्। सुरुमा यो हस्तक्षेप जस्तो लागे पनि बिस्तारै दम्पतिले छिमेकीहरूको सहयोग बुझ्न थाल्छन्। उनीहरूबीच सम्बन्ध नजिकै जान्छ र आपसी सहयोग बढ्छ। पछि पत्नी गर्भवती हुन्छन्। यो खबर छिमेकीभर फैलिन्छ र सबै छिमेकीहरू खुसी हुन्छन्। उनीहरूले विभिन्न सल्लाह, सहयोग र माया दिन्छन्। बच्चा जन्मिने बेलामा सबैजना उत्साहित भई सहयोग गर्छन् र बच्चा जन्मिएपछि त्यो खुसी सामूहिक रूपमा मनाइन्छ। अत दम्पतिले बुझ्छन् कि सुरुमा उनीहरूले बनाएको धारणा गलत थियो। छिमेकीहरू वास्तवमा सहयोगी, मायालु र आत्मीय हुन्छन्। यस कथाले सांस्कृतिक विविधता, सह अस्तित्व, सहयोग र मानवीय सम्बन्धको महत्त्वलाई स्पष्ट रूपमा प्रस्तुत गर्दछ।